हेलो गाइज, आज चाहिँ हामीले कुन के गेम खेल्न गएको छौँ त्यो चाहिँ गेम हेरेर हजुरले थाहा पाउनुहुन्छ। ल सुरु गरौँ। तिमी केही कुरा इमेजिन गर, म पनि केही कुरा इमेजिन गर्छु। ल म सोधौँ? हुन्छ। तिम्रो कुरा लिभिङ थिङ हो कि नन लिभिङ थिङ? नन लिभिङ थिङ। नन लिभिङ थिङ। तिमी मलाई सोध। लिभिङ थिङ कि नन लिभिङ थिङ? नन लिभिङ थिङ। त्यो कुरा तिम्रो घरमा छ? छैन। छैन? तिमी मलाई सोध। त्यो कुरा यो घरमा छ? हुनसक्छ, यहाँ छ कि छैन थाहा छैन, तर हाम्रो घरमा चाहिँ छ है। हुन्छ। त्यसपछि तिम्रो खानेकुरा हो? होइन? हजुर पनि होइन। तिमीले सोचेको कुराहरू घरभित्र हुन्छ कि बाहिर हुन्छ? बाहिर। घर बाहिर? हजुरको नि? मेरो घरभित्र हुन्छ। त्यसपछि तिमीले सोचेको फ्लामको कुरा हो कि प्लास्टिक? फलामै हुन्छ क्या? फलामै हुन्छ। हजुरको नि? मेरो पनि त्यो फ्लाम हो कि के हो, फ्लाम जस्तै लाग्छ के अरे। तिमीले सोचेको कुराहरू चाहिँ ठुलो साइजको हो कि सानो? ठुलो साइजको। ठुलो? हजुरको नि? सानो। तिमीले सोचेको बस हो? होइन। हजुरले सोचेको वासिङ मसिन हो? तिमीले सोचेको वासिङ मसिन हो? अब तिमी मेरो सासू मलाई सोध। ल मलाई सोध। तिमीलाई त पत्ता लगायो नि तिम्रो, तिमी त मेरो पत्ता लगाउनु बाँकी छ नि त। होइन, मैले सोचेको वासिङ मसिन होइन। होइन, मैले हजुरलाई भनेको। ए होइन होइन त्यसमा। तिमीले सोचेको त्यसो भए बाइक? होइन। हजुरले सोचेको मेरो घरमा के छैन। हुन पनि सक्छ नहुन पनि सक्छ कि, त्यो मलाई थाहा छैन के। मेरो घरमा वासिङ मसिन छैन, त्यही हो। के हुनसक्छ एकछिन है। कुलर? होइन। सानो साइजको कि एकदम सानो हुन्छ कि? एकदम सानो। लगभग यहाँ हात यति वाला, यति फिङ्गर यति हुन्छ नि, यति साइजको हुन्छ। सानो पनि हुन्छ है। पावर ब्याङ्क? होइन। अब मैले सोचौँ, तिमीले सोचेको कुराहरू गुड्ने कुरा हो कि होइन? गुड्ने कुरा। गुड्ने कुरा हो? ल सजिलो भयो नि। ल तिमी हजुरले सोचेको कुरा नि गुड्ने कुरा हो? होइन, युजमा हुन्छ त्यो कुरा। दिनदिनै आउँदैन। अब यस्तो अफिसियल वर्कहरूमा चाहिँ डेली आउन सक्छ, घरमा चाहिँ अब एकदम रियल्ली कहिले काहीँ। यति धेरै इन्जोय सुनाउने। क्यामेरा? होइन। साइकल हो? होइन। स्कुटर हो? होइन। प्लेन हो? होइन। प्लेन गुड्छ थोडी, प्लेन त उड्छ। सुरुमा गुडेर बल्ल उड्छ नि त। प्लेन कहाँ घरमा हुन्छ? घरमा हुने हेलिकप्टर? हेलिकप्टर होइन। घरमा गुड्ने कुरा हो? भ्याकुम? ए नजिक आयो क्या? होइन। के हो त घरमा गुड्ने कुरा? गुड्ने कुरा हो। पोचा? घरभित्र हुन्छ कि बाहिर भने? बाहिर हुन्छ। घर बाहिर? ल तिमीमा सोध। हजुरले भनेको कुरा खानेकुरा? होइन, युजमा आउने कुरा हो कि? तिमीले सोचेको त बालमा यस्तो हिरा त्यही हो, ट्रल टाइपको के हो कि? ट्र्याक्टर? ट्रक? टिप्पर? हो? होइन। गुड्ने गर्नु सबै भयो जस्तो लाग्छ। साइकल, स्कुटी, बाइक भने, ट्र्याक्टर भने,
होइन ठेला रे के भन्न सक्छ तिमी मलाई सोधै जीप के अरे हजुरले भनेको कुरा किचनमा हुन्छ नै हुन्न अब म एकदम नजिकै हिँडिदिउँ म भन्छु रिमोट होइन अफिसमा धेरै युज हुन्छ कि त घरमा पनि त युज हुन्छ नि रिमोट एसीको रिमोट मैले भने नजिकै हिँडिदिउँ कुनै पनि कुराहरू कलेक्ट गरेर त्यो सेभ गर्नको लागि त्यो इन्स्ट्रुमेन्ट युज हुन्छ कि कलेक्ट गरेर सेभ गर्नको लागि मतलब कलेक्ट गरेर त्यो बाइन्ड गर्नको लागि युज हुन्छ कि तिमीले मलाई हिँड्थ्यौ नजिकको हिँड्छ यस्तै कोहीको घरमा हुन्छ कोहीको घरमा हुन्न घरको बाहिर ट्रसमा हुन्छ त्यही हो कार टिप्पर सिप्पर सब भन्नुभयो लास्टमा कार भन्नु भनेको यस ल तिम्रो मैले त्यति सजिलो हिँडिसकेको छु क्या के हुन्छ त्यस्तो यति सानो हुन्छ कुनै पनि जस्तो म्याग्नेट नै के अरे फाइलहरू जम्मा गरेर त्यसलाई बाइन्ड गर्नको लागि हुन्छ कि त्यो के अरे पञ्चिङ मिला पञ्चिङ पनि स्ट्याप्लर राइट Yes, bye. Thank you for watching.